हेलो वेलकम टु माई न्यू ब्लग लाउरे किङ ब्लग। तपाईँहरूलाई आज पनि लाउरे किङ ब्लगमा स्वागत गर्दछु। यो हो काठमाडौँको ठमेल। आज यसो ठमेलतिर घुमघाम गर्न जाऊँ कि भनेर आएको। हाँस्यो यार, कस्तो मस्केको आम्बो। यो हाम्रो ठमेलको आज न्यू इयर हो नि त, त्यही भएर चल बल छ, कन्सर्टहरू पनि लागिरहेछ दमदनाएर। मान्छेको घुइँचो छ यहाँ चाहिँ होइन। अब कता जाने, त्यहाँबाट बाइक राखेको ठाउँै नभएर यहाँ आएर त्यहाँ छु। अब यो पनि के हुन्छ, यहाँ पनि अहिले पुलिसले या त ताला ल्याएर लगाइदिन्छ यहाँ लक। जानु मन त लाग्छ नि, त्यहाँ कति कन्सर्ट भइरहेको छ यो माथिल्लोतिर यहाँतिर, के गर्ने। गाह्रो छ हौ, गाह्रो छ। पुरै खैले मात्रै आउँछ है यो। तपाईँहरूलाई म अगाडि पनि भिडियो देखाउँदैछु। लाउरे किङ ब्लग है। ठमेलमा यस्तो ससेस छैला हुन्छ। पुरै झिलिली हो क्या आज त ठमेल पुरै। ल यहाँतिर चाहिँ राखेर चाहिँ बाइक राख्न चाहिँ पुरै खैरे बस्ने ठाउँ हो। हामी बस्न सकिन्न यहाँ है, हाम्रो हैसियतले पुग्दैन यो माथि बस्नलाई। कन्सर्ट लाएर हुन्न कि यता कन्सर्ट। कन्सर्ट हो कि जस्तो लाग्यो, रोक्न लाग्यो जस्तो लाग्यो दाजुहरूले। धेरै अगाडि जान पनि डर लागिरहेको छ क्या। गाडीले चापी हालिदिन्छ बाइकमा। पुरै इङ्ग्लिस बोलिदिन्छ फेरि यहाँ त। यो चाहिँ रुद्राक्षी, ओरिजिनल रुद्राक्षी अब यस्तो पाइँदैन है। कालेबुङको खोलामा भिजिट गर्नु भनेको पक्कै पनि आजको ठमेलको चलबल देख्नु सक्नुहुन्छ। यो खैरेले मन पराउने टोपीहरू हो यो। दुनियाँ दिवाना हुन्छन्। मजै अर्कै छ। क्यान बियर लिएर जोडीहरू कन्सर्टतिर छिरेछन्। लाख्यो मार्च दाजुको फेरि है मामा आयो, मामा मामा। ल बाइक पो छ कि छैन हो। पुरै खैले दिदी मार्छ हो। मलाई त पिटेर हुन्न, मलाई त पुरै खैरे मात्र हुन्छ है। र दाजु फेरि पानी लिन जानुभएको छ। बाइक चाहिँ रहेछ है। यो ठमेल भनेको मान्छेको चलबली। मामाहरू हुनुहुन्छ यहाँ। मामाहरू यहाँ जय झगडा होला भनेर बस्नुभएको उहाँहरू हो।
मान्छेको यहाँ वर्षा हुँदैछ वर्षा मान्छे चाहिँ यहाँ लाइन लाइन अब नेपालीहरू पनि खैरे बनिन्छन् के गर्ने कोही साइकलमा कोही बाइकमा कोही हिँडेर TikTok mana nak ya dia nak. Mau ada ni. Ayo TikTok mana tu ni? हामीलाई बुक पनि पाइन्छ किसिम किसिमको एभरेस्ट हिमालको बारेमा है अब अरू पढ्न जाने एभरेस्ट चाहिँ पढ्न जानेछु पुरै लाइन यार कति दामी छोइला बनाएको थियो यार मान्छे हरायो अब यहाँ कहाँ पुग्यो भुलमुलमा कहाँ हरायो